मान्छेले जिन्दगी जिउनु पर्ने आनन्दित भएर, तर मान्छे जीवन जिइरहेको छ चिन्तित भएर। मान्छेले जीवन जिउन नजानेको हो कि चिन्ताको नशा लागेको? जीवनमा यदि कुनै पनि समस्या सङ्घर्ष छ भने त्यसको चिन्ता लिने होइन, त्योसँग लड्न सुरु गर। त्यसको समाधान के गर्न सकिन्छ त्यसमा ध्यान देऊ। जीवनमा चिन्ता, समस्या र सङ्घर्ष किन आयो भनेर तिमी बस्दैमा तिम्रो जीवनको समस्याको समाधान अरू कसैले पनि निकालिदैन। न तिमी चिन्ता लिँदैमा तिम्रो जीवनमा आउने समस्या उतै रोकिएर नआउने हुँदैन। त्यसैले आफूलाई बनाऊ। जबसम्म आफूलाई बनाउँदैनौ जीवन सहज बन्दैन। जिन्दगी एउटा खेल हो, तिमीले आफूलाई बनाउनु पर्छ। आफूलाई बलियो खेलाडी बनायो भने अवश्य पनि तिमी सफल हुन सक्छौ। अवश्य पनि तिमीलाई आफ्नो जीवनमा आनन्द महसुस हुनेछ। खेलाडी बनाऊ र जीवन यात्रामा खेल्न सुरु गर। तिमीलाई कसैले पनि रोक्न सक्दैन।